हेलो गाइज वेलकम टु न्यू डे न्यू ब्लग तपाईँलाई स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा होइन। अनि आज चाहिँ गोकर्णतिर आएको छ हामी घुम्न। अनि फर्स्ट अफ अल हजुरहरूलाई ह्याप्पी न्यू इयर होइन। आज चाहिँ नयाँ वर्ष हो। नयाँ वर्षको दिन तपाईँलाई छोटो मिठो दाइहरूसँग लागिदिनु हिँड्नु चाहिँ अनि अहिले गोकर्ण आइपुगिसकेको म चाहिँ होइन। भर्खर गोकर्णबाटै सुरु गरेर आएको भिडियो चाहिँ। अनि माथितिर झन्डा पार्कतिर जानु दाइहरूले के नै नै परिन्छ र सब्जी खानु म घुम्नलाई यसो नयाँ वर्षमा हामी भर्खर निस्क्यो घरबाटै। दिनभरि घरमै बस्यो होइन। दिनभरि घरमै बस्यो अनि यसो भर्खर निस्क्यो घरमा चाहिँ म भन्नु चाहिँ दाईहरू चाहिँ दाई चाहिँ उता घुमेर आउँदा भाउजूहरूलाई घुमाउन लान्थ्यो। हामी चाहिँ घरमै बसिरहेको थिएँ। अनि अहिले दाई नै आउँथ्यो अनि दाईसँग हामीले सल्लाह लगाएर गोकर्ण घुम्नु अहिलेको छ 12मा होइन। अनि आज त नयाँ वर्ष त्यही माथि अनि के कस्तो भयो तपाईँहरूको नयाँ वर्ष होइन। लगाएर कमेन्टमा भनिदिनु होला। मेरो चाहिँ ठिकठाकै थियो होइन। अब भर्खर घुम्नु हिँडेको छु। अब हेरौँ के कस्तो हुन्छ। त्यही माथि झन्डा पार्कतिर जाने भन्नुभयो दाइहरूले। अब कता हुन्छ जताततै मान्छे मान्छे नि आज भिडभाड वाइ छ नि आज। अब धुलै क्या धुलो उडेको यो बाटो बनाएर हाम्रो म चाहिँ सिङ्गल चाहिँ होइन दाइहरू सबजना डबल हुनुहुन्छ। म मात्र सिङ्गल हो त क्या धुलो खाइदिएको के ल डेन्जर धुलो उड्ने यार बाटो त हाम्रो। खाजा पनि खाएको छैन। खाजा पनि खान्छु होला मासतिर गएर। मासतिर हुन्छ कि अब कतातिर गएर खाजा खान्छु नि हुन्छ दाइहरू चाहिँ पछाडि पछाडि हुनुहुन्छ। अब हामी त अब त्यस्तो रस राइडर परेन होइन। हामी त अब स्लोमा हिँड्यो टक्क लगाएर आनन्द हो नि। हामी मान्छे चिल हो नि त। तर मान्छे चाहिँ वाइल्डमै छ जस्तो छ यता नि यार। यो भित्र भिडभाडै होला सायद आज। आज पठाउ गर्नु पनि तर पठाउ पनि गर्दैन यार। यता त्यो पनि हेरेर घरको मलाई यार के हो यो के हुँदैछ यहाँबाट चाहिँ बाटै छैन गएर होइन। यताबाट त बाटो के रहेछ त बाटो बनाइसके त बाटो छैन रे भनेर सुनेको थिएँ मैले। बाटो परिहरू टक्क लगाएर सबजना गर्लफ्रेन्ड हेर्न हिँडेको गर्लफ्रेन्ड बोकेर टक्क घुम्न हिँडेको। म मात्र सिङ्गलै होइन यार। सिङ्गलै सिधा लाग्छु म चाहिँ भन्न चाहिँ मिलेन होइन। मार्छन् घरमा भएकोहरूले फेरि यार त्यस्तो भनेर हिँड्न थाल्यो भने चाहिँ होइन गाह्रो छ नि। भिड त डेन्जर रहेछ आज। भाइहरू माथितिर पो जानु भाइ त उड्दिन्छ त हो उड्दिन्छ त भाइ के हुन्छ यस्तो बस हो। ल हामी चाहिँ यहाँ झन्डा पार्कबाट पनि फर्किसक्यो होइन। झन्डा पार्क पनि खासै मान्छे चाहिँ खासै छैन रहेछ। यहाँ तल चाहिँ मान्छे वाइल्ड भिड रहेछ होइन। अनि फर्केको हामी चाहिँ अब कतातिर हुन्छ अब त्यतै गएर टक्क लगाएर बस्नुपर्ने।
यस्तो धुलो छ बाटो पनि यार एकैछिनमा कौडा फोहोर भइदिने रहेछ हे दुरी यस्तो छ अरे के हो दुर्गेशको गीत पो बज्दैछ त टाढातिर हजुर दुर्गेशको गीत पो बज्दैछ त खोइ त म अनि श्याम दाईलाई नि बोलाउनु है भनेको त कतै जाँदा बुढो बाजी हान्दै थियो अनि 70 श्याम दाई मोटे दाई साडु रहेछ घर बनाउँदा कौँसीमा के हो यार यत्रो बच्चाहरू मसुरो तानेर बसिन्छ त अनि मनले हो रे अझ हो त्यो त हो अब हामी चाहिँ खाजा खान जानुपर्ने हुन्छ होइन टक्क लगाएर भोक पनि लागिरहेको छ जाने खाजा खाने अनि त्यसपछि घरतिर तल्किनु पर्ने हुन्छ त्यसपछि चाहिँ पिकनिक आएको जस्तो छ मान्छेहरू होइन अनि यस्तै छ धुलो धुवा मान्छे चाहिँ ठिकै छ यता खासै धेरै नै होइन थोरै नै होइन ठिकै रहेछ मान्छे पनि मेरो बाइकै झन्झर उखाल्ने भएको छ क्या झन् अझ बेकार छ के हो दाइ म अस्ति हेरे हुनुहुन्छ हौ तपाईँ त
जन्दाहरूलाई हेर्ने हो। ह्याप्पी नियर भन्छ त थेरिका त यार। हो हो। यार धुलै धुलो भइसक्यो कपडा पनि यार। ए अब चाहिँ खाजा खान पर्ने हुन्छ। अब दाइहरूले कता लानुहुन्छ त्यतै खाइदिने हो खाजा चाहिँ झक्क लाएर। वहीँ परै जाने होला डेली खाने ठाउँमा। केही छैन अब यसो यस्तै छ नयाँ वर्षको दिन होइन। अब यसो भिडियो देखाइदिउँ गोकर्णतिरको माहौल भनेर हो तपाईँहरूलाई होइन। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब होइन। पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट यो चाहिँ त्यस्तै सम्झिन्न गरिदिनु होला होइन। टक्क लगाएर अनि त्यसको सर्ट सपोर्ट देखाइदिनु होला। त्यस्तै छ भनौँ न। अब अर्को भिडियोमा भेटौँला है नेक्स्ट भिडियोमा। थ्याङ्क्स फर वाचिङ दिस भिडियो होइन। अब टक्क लगाएर बाइकै त्यतिको पार्किङ हालेर यहाँ खाजा खानु पर्ने हुन्छ हामीले।